कुञ्चल फहद राजा निकै राम्रो डिफेन्स यो बलरामको मुस्तफा तैनात थिए क्या छन् उनी इन्डिभिजुअल परफर्मेन्स लेभलसम्मको हुन सक्छ मुस्तफाले त त्यो सबै लेभललाई पार गर्दैछन् रबिन बस यसले यो काम गरिराख्नु पर्छ हेर्नुहोस् दबाबमा रबिन नगरकोटी सुक्दैन सजिलो देखिन्छ तर अङ्क चाहिने अङ्क बटुलिरहेका छन् फेरि पनि मात्र एक अङ्कको छ अग्रता रबिनको स्पाइक धेरै राम्रो थियो अन्त्यमा पनि यही लगातार गरिरहने हो भने पनि गण्डकीलाई च्यालेन्ज त दियो पुलिसले यसपटक पनि पालो फहद राजाको दुई पाकिस्तानी स्पाइकरहरू पुलिस क्लबलाई कठिन प्रश्नहरू सोधिरहेका छन् जसको जवाब खोजेर ल्याउनु पर्नेछ पुलिसले बस सर्भिसमा हुने अब भने टुबेनको लिड छ व्यवसायले मगरको सर्भिस पहल राम्रो रबिन फेरि पनि अहिले भने रोके अहिले अदनानले रोके त्यसपछि मिस गण्डकीको लागि चान्स एरियामा पुस गर्दै थिए धकेल्दै थिए बललाई फहद राजा अदनान खान आउनेछन् फहदलाई बल तयार भएर बसिरहेका त्यसको लागि राम्रो डिफेन्स युवाबाट अर्को एउटा मौकाको फाइदा उठाउन सक्छन् फहद राजा यान पावरले हेर्नुहोस् क्रसलाई कति छ आफ्नो जुर्बुराएको छ पकेर रङ्गशाला कसैले पनि जज गर्न सकेनन् फहदको मुभमेन्टलाई र अदनानले उनलाई नै दिनेछन् लागेको थिएन बाहिर सुकेका छन् यसपटक पुलिसका यङ्स्टर आदर्श र शैली धेरै यो त फितल हो आदर्श यो समयमा फेरि सेट पोइन्टमा छ गण्डकी लगातार दोस्रो सेटमा निकाल्न चाहन्छ रेशम उनी फ्रन्ट कोर्टमा धेरै बसी आए सेट पोइन्ट र्याली के कभर गर्न सक्नेछ चान्स रहेको छ के रोक्न सक्छ एनपिसी ट्याकल हेर्न सक्छ त्यो डिफेन्स मुस्तफाको उत्कृष्ट अन्ततः सन्तोष बिख एउटा इन्डिभिजुअल ब्रिलियन्सी